फेरि पनि स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ यस भिडियोमा। युएई बाट नयाँ डिमान्ड आएको छ। यदि तपाईहरु वैदेशिक रोजगारको सिलसिलामा यदि तपाईहरु विदेश जान चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्नु होला, किनभने म दुबईको नयाँ डिमान्ड म हेराउन गइरहेको छु। कुन कुन कामको डिमान्ड आएको छ यहाँ हेर्नु। यहाँ रहेको छ युएई मा रोजगारी, कम्पनीको नाम यहाँ माथि रहेको छ। चलानी नम्बर यहाँ रहेको छ, लट नम्बर यहाँ, शहर युएई रहेको छ। कामदारको पद ब्रिक मेसन्सको लागि यो डिमान्ड रहेको छ। 100 जना पुरुषको डिमान्ड रहेको छ। मासिक तलब 1280 रहेको छ। नेपाली रु 46,158 रुपैयाँ। कामदारको न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष रहेको छ। ओभरटाइमको सुविधा कम्पनीको नियमअनुसार प्रतिदिन काम गर्ने घण्टा 8 घण्टा, हप्तामा काम गर्ने 6 दिन। वार्षिक विधा कम्पनीको नियमअनुसार। खाना सुविधा छ, बस्ने सुविधा छ। करार अवधि 2 वर्ष रहेको छ। 2 नम्बरमा रहेको छ यहाँ रहेको छ लेबर, यहाँ रहेको छ लेबर वर्कर, बिल्डिङ वर्करको लागि डिमान्ड आएको छ। लेबर वर्करको लागि डिमान्ड आएको छ। 100 जना पुरुषको डिमान्ड रहेको छ। 1080 रहेको छ। मासिक तलब 38,465 रहेको छ। सेवा सुविधा सबै सेम रहेको छ। इन्टरभ्यू डेट रहेको छ 30 सेप्टेम्बर 2025, 2082 6 महिना 14 गते इन्टरभ्यू छ। इन्टरभ्यू प्लेस रहेको छ सान नेपाल प्राइभेट लिमिटेड, जुन चाहिँ 32 पुतली काठमाडौँ। टाइम 10:30 मा इन्टरभ्यू चालु हुन्छ, स्टार्ट हुन्छ। तपाईहरु यहाँ हेर्नु, तल नम्बर पनि दिएको छ यहाँ हेर्नु। कुन मेन पावरमा यो डिमान्ड आएको छ, सान नेपाल प्राइभेट लिमिटेडमा यो डिमान्ड आएको छ। 32 पुतली काठमाडौँ नेपाल रहेको छ। फोन नम्बर यहाँ दिएको छ, इमेल यहाँ दिएको छ, तपाईहरु कन्ट्याक्ट गर्न सक्नुहुन्छ। ल त आजको लागि यदि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु। कुनै पनि देशबाट नयाँ डिमान्ड आउँछ भने म तपाईहरुलाई सबैभन्दा पहिले यही युट्युब च्यानल मार्फत जानकारी गराउँछु। आजको लागि यति नै। हस्त नमस्कार।